अहिले तपाईँ मसँग किन यसरी सनक्कै सन्किरहनु भएको मान्छे नि तपाईँ जस्तो सन्किने मान्छे त आजसम्म मैले देखे पनि थिइनँ र देख्नु पनि नपारोस् बुझ्नुभयो नगराउनुहोस् तपाईँ अस्ति मैले कुरा लाएँ भनेर मलाई थर्काउन आउनु भएन मैले कुरा लाएर छु त्यही कुरा लाएको रहेन सर त तपाईँलाई भेट्दा घरमै आएको नि हौ मान्छे नरिसाउनुहोस् न हौ हेर्नुहोस् मान्छे सुनेतले मेरो सुन्दरी स्वास्नी अप्सरा रिसाउँदा पनि मलाई टेन्सन हुँदैन तर तपाईँ यसरी रिसाउनु भयो भने त म त मरिहाल्छु मान्छे मरिहाल्छु हेर्नुहोस् तपाईँका लागि त यो गर्दनी चर्लक्कै चुडाउन पनि तयार छ यो खड्काले ए मेरो लागि गर्दन पनि चुडाउन तयार हुनुहुन्छ कुरै छैन मान्छे कुरै छैन साथीका लागि ज्यान पनि दिन्छ यो खड्कानीले त्यस्तै परे ज्यान पनि लिन्छ साह्रो पुटे कि क्या हो त्यस्तै परे ज्यान पनि लिन्छ यो खड्कानीले भन्नुहोस् तपाईँका लागि जे परे पनि गर्छु बुझ्नुभयो जे परे पनि गर्छु ओहो यसले जे पनि दिन्छु भने ऊ त्यो बाह्र जिम गाउन पर्ला त छ खड्काजी मलाई एउटा बाह्रो चाहिरहेको थियो के गर्ने होला नाफे बाह्रो तपाईँका लागि अहिले फुकाइने थियो खड्कानीले ल तपाईँ अगाडि हेर्नुहोस् न हेर्नुहोस् खड्काजी तपाईँ जतिको दिलदार मान्छे त मैले कोही देखेको छैन ल के फेरि कति राम्रो गाउनुहुन्छ ओहो अब गला त्यतिकै राम्रो तपाईँ जतिको प्रतिभावान मान्छे त मैले कोही देखेकै शब्द कहाँबाट ल्याएका शब्द गाई चटारिन्छ मन पटारिन्छ रे हेर्नुहोस् खड्काजी तपाईँले मैले जे भने त्यसरी सहयोग गर्दै जानुहोस् तपाईँलाई पनि म ज्यानै दिन्छु अब बुढो त कहाँ चाहिँ मर्यो